उहाँको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आवर नर्सेस आवर फ्युचर केयरिङ फर नर्सेस सिस्टम इकोनोमी भन्ने नाराका साथ आज मिति 2082 साल वैशाख 29 गतेका दिन यानि कि 2025 मे 12 को दिन हामी दिन मनाउनका निम्ति गइरहेको यस इन्टरनेसनल नर्सिङ डेको उपलक्ष्यमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा यस विशेष दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुको साथै आफ्नो अमूल्य समय दिएर यहाँ उपस्थित भइदिनु भएकोमा हजुरहरूलाई मेरो व्यक्तिगत तर्फबाट साथै सम्पूर्ण नर्सिङ टिमको तर्फबाट हार्दिक धन्यवाद स्वागत तथा आभार व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई सबै भव्य तरिकाबाट समापन गर्न उद्घाटन गर्नका निमित्त यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिन हुनका निमित्त म यसै अस्पतालका सहायक मेट्रोन यानि कि निमित्त मेट्रोन श्री गोमा पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। अनुरोध गर्दछु। साथै अध्यक्षज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई खादा र फुलगुच्छाले स्वागत गरिदिन हुनका निमित्त पनि यसै अस्पतालका इन्चार्जज्यूहरू श्री रवि रावल, सपना थापा र अस्मिता गौतमज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणकै क्रममा यसै अस्पतालका सिइओ सर आदरणीय व्यक्तित्व श्री सन्तोष कुमार बिनज्यूलाई पनि आसन ग्रहण गरिदिन हुनका निमित्त यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका डिप्युटी डाइरेक्टर श्री आदरणीय व्यक्तित्व डाक्टर दिनेश श्रेष्ठज्यूलाई यसै गरी विशिष्ट अतिथिकै आसन ग्रहण गरिदिन हुनका निमित्त यसै आइबी उपनिर्देशक श्री आदरणीय व्यक्तित्व सर श्याम कुमार शर्माज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका फाइनान्स कन्ट्रोलर श्री दिल्ली भूषालज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिन हुनका निमित्त यस नर्सिङ क्याम्पसबाट पाल्नु भएका नर्सिङ प्रोग्राम कोअर्डिनेटर श्री सीमा भारतीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका सम्पर्क अधिकारी श्री रामकृष्ण हमालज्यूलाई पनि आसन ग्रहण गरिदिन हुनका निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका प्रशासकीय अधिकारी श्री सञ्जय पन्तज्यूलाई पनि आसन ग्रहण गरिदिन हुनका यसै गरी अतिथिको आसन ग्रहण गरिदिन हुनका अतिथिकै आसन ग्रहण गरिदिन हुनका निमित्त पत्रकार खानुभएका पत्रकार कपिल अन्जानज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका वरिष्ठ नर्सिङ अधिकारी श्री सावित्रा पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुनका निमित्त वरिष्ठ नर्सिङ अधिकारी श्री छाया गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गर्ने क्रममा अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त यसै अस्पतालका वरिष्ठ नर्सिङ अधिकारी श्री यशोदाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त नर्सिङ क्याम्पसबाट पाल्नु भएका सम्पूर्ण
लेक्चररज्यूहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसैगरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण वार्ड इन्चार्जहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हुनका निमित्त हार्दिक अनुरोध गर्दछु।